फर्स्ट सुन्ने सुन्नुलाई त बुझ्दैन के पुँजीटा कम सुन्दैन तो हम फिर क्वेश्चन आदरणीय श्रोताबिन मधेसवाणी कार्यक्रममा आज हामीसँग हुनुहुन्छ स्वतन्त्र मधेस गठबन्धनका केन्द्रीय संयोजक डाक्टर सिके राउत। उहाँ करिब लगभग 85 दिन हिरासतभित्र बसेर अहिले बाहिर आउनुभएको छ। उहाँलाई माघ 5 गते बलिदान दिवसको सन्दर्भमा दिएको वक्तव्यको आधारमा नेपाल प्रहरीले जनकपुरबाट माघ 20 गते पक्राउ गरी विभिन्न मुद्दा लगाई राजद्रोह लगायतका मुद्दाहरू लगाउँदै जिल्ला अदालतहरूले सफाई दिँदै आयो। अहिले पनि उहाँ मुद्दाकै सन्दर्भमा काठमाडौँ आउनुभएको छ। यसै विषयमा उहाँसँग आज कुराकानी गर्दैछौँ हामी। सर्वप्रथम उहाँलाई मधेसवाणी कार्यक्रममा स्वागत छ। यहाँले कार्यक्रममा धन्यवाद राम सुकुलजी र मधेसवाणी परिवारलाई धेरै धेरै धन्यवाद छ। तपाईँ हिरासत भएदेखि अहिले केमा व्यस्त हुनुहुन्छ? अब माघ 5 गते जुन हामीले लाहानमा सभा गऱ्यौँ त्यो भव्य रूपमा सफल भयो एक हिसाबले, र त्यसकै परिणामस्वरूप त्यसबाट शासक वर्गहरूका मान्छेहरू डराएर भनौँ वा नेपाली सत्ताको हतोत्साहित मानसिकताबाट ग्रसित भएर माघ 20 गते चाहिँ मलाई आफ्नै निवासबाट जनकपुरको आफ्नै निवासबाट गिरफ्तार गरेर उनी लाहानमा ल्याई त्यहाँ चाहिँ हिरासतमा राख्यो र म माथि राज्य विरुद्धको सङ्गठित अपराध मुद्दा चाहिँ लगायो। र त्यस पछाडि पनि त्यहाँबाट अदालतले सफाई दिइसकेपछि फेरि रूपन्देही जिल्लामा लगेर ती मुद्दा चाहिँ चलायो। त्यहाँबाट पनि सफाई दिइसकेपछि फेरि रौतहट जिल्लामा ल्याएर राज्यले दुःख दिने काम गर्यो। त्यहाँ पनि सोही मुद्दा चलाउने काम भयो। र त्यसपछि म निस्के पछाडि त्यस्तै प्रवृत्तिका मुद्दाहरू, त्यस्तै खालका मुद्दाहरू, राज्य विप्लवका मुद्दाहरू यहाँ विशेष अदालतमा पनि दर्ता भएको हुनाले, पहिलादेखि चलिराखेको हुनाले त्यसकै तारिक जोड्नको लागि नै अहिले म काठमाडौँ आएको हुँ र त्यही सिलसिला अहिले जारी छ। अहिले सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचन घोषणा गरेको दिन नजिकै छ। यसमा तपाईँहरू के गर्दै हुनुहुन्छ? यसमा के योजना छ तपाईँहरूको? अब यसमा निकै नै विचार गर्नुपर्ने आवश्यकता छ। मधेसी जनता र अन्य मधेसी जनताका जुन समर्थकहरू छन्, शुभचिन्तकहरू छन्, सबैले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ। विगत 1.5 वर्षदेखि भनौँ वा संविधान जारी हुनुभन्दा 1-2 महिना अगाडिदेखि नै मधेस आन्दोलनरत नै छ। मधेसमा 60 जनाभन्दा बढी मान्छेहरूले शहादत हासिल गरेका छन्। मधेसमा जुन माग अघि सारिएको थियो, जुन माग राखेर यो आन्दोलन थालिएको थियो, त्यसमध्ये कुनै पनि माग पूरा भएको अवस्था छैन। न त एक मधेस दुई प्रदेश, न त समानुपातिक समावेशी, न त नागरिकताको सवाल, न त भाषाको सवाल, कुनै पनि माग पूरा भएको अवस्था नै छैन। त्यही पनि यहाँ चाहिँ निर्वाचन गराएर त्यो कालो संविधान जसले चाहिँ यहाँ 60वटा भन्दा बढी मान्छेले शहादत हुन विवश गर्यो, जसलाई मधेसमा कालो दिवसको रूपमा मनाउँदै आइयो, त्यो संविधानलाई वैधता दिने षड्यन्त्रको रूपमा यो स्थानीय निर्वाचन चाहिँ मधेसमा गर्न खोज्दैछ। र त्यसका शिकार चाहिँ अधिकांश नेताहरू, केही पार्टीहरू पनि भइसकेका छन्। त्यो व्यक्तिगत सत्ता र भत्ताको लोभ लालचले हो, सत्तामा जाने राजनीतिको कारणले यहाँ चाहिँ आन्दोलनरत पक्ष, शहीदको बलिदानीलाई, आन्दोलनरत मधेसी जनताको बलिदानीलाई परवाह नै नगरिकन अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि रोटी फालिदिएपछि त्यसको पछि लाग्ने जुन कुकुरको प्रवृत्ति हुन्छ, त्यही प्रवृत्तिलाई आत्मसात गर्दै निर्वाचन आउने बित्तिकै त्यसमा भाग लिने र जित्ने अनि सत्ता भत्ता खाने जुन प्रवृत्ति अहिले देखिन आएको छ, त्यसबाट मधेसी जनता सबैले सचेत हुनुपर्ने अवस्था आएको छ। र त्यही कुरालाई विचार गर्दै हामीले के गरिरहेका छौँ भन्दाखेरि यो निर्वाचन चाहिँ कुनै पनि हालतमा यो चाहिँ वैध रूपले यसले वैधता दिने काम गर्नु हुँदैन, जुन कालो संविधान छ। र त्यसको प्रतिवाद गर्नको लागि हामी चाहिँ तयार छौँ। र त्यसको प्रतिवाद पनि हामी त्यही संरचनामा रहेर, सरकारले जुन आफ्नो सेना पुलिस लगाएर ठाउँ ठाउँमा बुथ राखेर कर्मचारी खटाएर ब्यालेट पेपरबाट जुन एउटा वैधता प्रदान गर्ने, जुन यो कालो संविधानलाई वैधता प्रदान गर्ने एउटा प्लेटफर्म षड्यन्त्रको रूपमा जुन बाहिर ल्याएको छ, हामी त्यही प्लेटफर्मलाई नै प्रयोग गरेर त्यसको जवाब दिने तयारी गर्दैछौँ। र त्यसको रूपमा हामीले कोठा बाहिर मोहर लगाउन अभियान
चालेका छौँ। त्यसबाट के हुन्छ भन्दाखेरि हामीले समस्त मधेसी जनतालाई आह्वान गर्दैछौँ कि यो निर्वाचन भनेको जुन कालो संविधान थियो त्यसलाई वैधता दिने कोसिस हुँदैछ भने त्यसलाई बहिष्कार गर्ने, बहिष्कार पनि त्यो कुनै प्यासिभ बहिष्कार हो कि घरभित्र बसेर बहिष्कार गर्ने होइन कि वा हिंसात्मक बहिष्कार पनि होइन कि ल तोडफोड गरिदिन्छौँ हामी चाहिँ बुथ चाहिँ लुट्छौँ, त्यस्तो हिंसात्मक बहिष्कार पनि होइन कि सक्रिय र शान्तिपूर्ण बहिष्कार, अर्थात् त्यहाँ जाने र त्यसपछि चाहिँ कोठा बाहिर त्यहाँ दर्जनौं चुनाव चिन्हहरू राखिया छन्। मधेसलाई छिन्नभिन्न गर्ने गरी त्यहाँ दर्जनौं पार्टीहरूको लागि चुनाव राखिदिएको छ, जसले गर्दाखेरि त्यहाँ जनमत नै त्यो छिन्नभिन्न हुने अवस्था मधेसको छ। जनमत छिन्नभिन्न भएपछि त्यहाँ चाहिँ शासन गर्न, शासन लाद्न शासकवर्गलाई सजिलो हुन्छ, त्यो षड्यन्त्रको हिस्सा हो। त्यही भएर त्यो छिन्नभिन्न त्यहाँ दर्जनौं मत चिन्हहरूको परवाह नगरिकन त्यहाँ चाहिँ एक कुनामा त्यो कोठाभन्दा बाहिर चाहिँ मधेसी जनताले छाप लगाउनुहोस् भनेर हामी आह्वान गर्दैछौँ, ताकि शासक वर्गलाई सचेत तरिकाले, सक्रिय तरिकाले ज्ञात होस् कि यहाँ चाहिँ निर्वाचन बहिष्कार गरिएको छ। हामीले त्यो कडा चेतावनीको रूपमा, कडा बहिष्कारको रूपमा, यसलाई कडा प्रतिवादको रूपमा यसलाई अगाडि सार्दैछौँ, ताकि शासक वर्गले बुझुन् यो संविधान, यो स्थानीय निर्वाचन वा कुनै पनि निर्वाचन हामीले मान्ने छैन जति बेलासम्म मधेसी शहीदले दिएको बलिदानीको सपना पूरा हुँदैन, जति बेलासम्म मधेसी जनताको माग पूरा हुँदैन, जति बेलासम्म मधेस आन्दोलनसँग गरिएका सम्झौताहरू पूरा हुँदैन, त्यति बेलासम्म यो निर्वाचन हामीले कदापि स्वीकार्य छैन भन्ने सशक्त जवाबको रूपमा, त्यो चुप लागेर घरमा बसेर जवाब दिने होइन कि न त हिंसा बचाएर जवाब दिने हो। हामीले सशक्त त्यो ब्यालेट पेपरबाटै नै जवाब दिनको लागि चाहिँ त्यो अभियान ल्याएका छौँ। त्यो भनेको कोठा बाहिर मोहर मार्ने अभियान हो। अनि यो अभियानले मधेसी जनतालाई के फाइदा हुन्छ? धेरै फाइदा हुन्छ, किनभने यसले चाहिँ अन्तर्राष्ट्रिय समुदायमा के ठोस सन्देश दिन्छ र राष्ट्रिय समुदायमा पनि, यहाँ नेपाल सरकारले पनि के ठोस सन्देश दिन्छ भने यो निर्वाचन जुन हामीले गरायौं त्यो चाहिँ मधेसी जनताले स्वीकार गरेन। हामीले अप्सन त दियो यो चुनाव चिन्हमा भोट हाल्नुहोस्, त जनताले के गरिदियो भन्दाखेरि त्यो बाहिर जुन राइट्स टु रिजेक्ट भन्छौँ त्यो रिजेक्ट गर्यो, त्यो मतपत्रलाई रिजेक्ट गर्यो। फेरि चुप लागेर पनि बसेन घरमा, त्यस्तो पनि भएन। उसले के गर्यो, सक्रिय रूपमा आएर रिजेक्ट गर्यो, अर्थात् हाम्रो संविधान मान्दिएन, हाम्रो स्थानीय चुनाव मान्दिएन, किनभने हामीले उनको माग पूरा गरेनौँ। त्यही भएर उनीहरू चाहिँ त्यो माग पूरा गर्नेतिर अक्सर हुन्छ। भने यो एउटा आन्दोलनकै स्वरूप र यो एकदम विशुद्ध रूपमा शान्तिपूर्ण आन्दोलन हो, एकदम सशक्त तरिकाको आन्दोलन हो र औपचारिक आन्दोलन हो। यसमा कुनै मान्छेहरूलाई पैसा दिएर भिड एकट्ठा गर्ने, भिड जम्मा गर्ने आन्दोलन पनि होइन। यसमा सबै मान्छेहरू निस्वार्थ भावले त्यहाँ मत बदर गर्न जानेछ। त्यो भएको हुनाले यो एकदम शान्तिपूर्ण तरिकाको आन्दोलन र यसले गर्दाखेरि शासक वर्गलाई पनि मधेसी जनताको माग पूरा गर्न चाहिँ दबाव पुग्दैछ। अन्तर्राष्ट्रिय समुदायमा पनि यो सन्देश जानेछ कि मधेसी जनताले अहिलेसम्म पनि नेपालको जुन कालो संविधान छ त्यसलाई स्वीकार गरेको छैन, अहिलेसम्म पनि सङ्घर्षरतै छ, अहिले पनि आन्दोलनरतै छ भन्ने कुरा सन्देश चाहिँ यो अन्तर्राष्ट्रिय समुदायले पनि जाने भयो। त्यो भएको हुनाले यो चाहिँ हाम्रो पक्षमा राम्रो एउटा आन्दोलनको स्वरूप हुनेछ। अनि यो मधेस तपाईँले भने जस्तो कोठा बाहिर मतदान भनेर यसबाट तपाईँहरूलाई के फाइदा हुन्छ? हामीलाई के हुन्छ भन्दाखेरि ती प्रतिशत, जस्तै कि त्यसलाई गणना गर्दा पनि त्यो प्रतिशत आउँछ। अहिले पनि के भन्छ भन्दाखेरि उनीहरूले, शासकहरूले के भनिदिन्छन् भन्दाखेरि हाम्रो संविधानमा त 95%, 90% जनताको समर्थन रहेको छ त्यस्तो भनिदिन्छ। तर हामीले त्यो ब्यालेट पेपरमा बाहिर मत लगाएर, बाहिर मोहर लगाएर साबित गरिदिन्छौँ कि मधेसी जनताले मेजोरिटीमा बहुमतले त्यसलाई अस्वीकार गरेको छ। मानौ एकछिनको लागि सोचो 51% हामीले मत बदर गरिदियौँ त्यसरी गरेर भनेपछि के भयो भन्दाखेरि यो त फेलरै भयो, त्यो निर्वाचनै फेलर भयो। उनीहरूको यो जबरजस्ती जुन सेना लगाएर अहिले गाउँ गाउँमा, मधेसमा गाउँ गाउँमा सेना लगाएर भयत्रासको वातावरणमा जुन यो निर्वाचन गराउन खोजिएको छ भने त्यो हामी शान्तिपूर्ण तरिका, उनीहरूले बन्दुकले लडिरहेका छन् तर हामीले शान्तिपूर्ण तरिकाले उनीहरूलाई त्यसको जवाब दिनेछौँ र त्यसबाट जवाब उनीहरूलाई प्राप्त हुनेछ। र त्यो 51% मानव मत बदर भयो भने त अन्तर्राष्ट्रिय समुदायले पनि देखेछन् कि बहुसङ्ख्यक जनता अर्थात् बहुमत जनता के चाहन्छन् भन्दाखेरि यो संविधानबाट सन्तुष्ट छैन, यो निर्वाचनबाट सन्तुष्ट छैन भनेपछि उनीहरूको माग सम्बोधन हुनु पर्यो भनेर एउटा ठोस सन्देश जानेछ। ठोस आन्दोलनको रूपमा यसलाई सबैले लिनेछ। मधेसी जनताले यो कोठा बाहिर मतदान गर्यो भने त्यसपछिको अवस्था कस्तो हुनेछ?